यो आइक्यू नै हो अलिकति तपाईँको आइक्यू र इङ्ग्लिसबाट अलिकति थोरै टाइममा पनि धेरै गर्न सकिने जिकेको अति डेथ लेभलमा पढ्नुपर्ने देखिन्छ होइन यो जिकेको यो मोफा र उसमा आएको क्वेसन हेर्दा चाहिँ एकदम डेथ लेभलमा जिके पढेपछि मात्रै हुने देखियो आइक्यूहरूबाट चाहिँ बरु इजी छ आइक्यूमा र उसमा चाहिँ इजी छ त्यो भएको हुनाले तपाईँलाई के वेबसाइटहरूको म नाम लेखिदिन्छु आफैले सेल्फ स्टडी त्यहाँ गएर गर्दा नि भयो प्र्याक्टिस गर्नलाई धेरै भयो सबै त्यसैबाट सोचेर धेरै जस्तो होइन अब यहाँ तर अब यहाँ क्लासमै पनि सबै रुल नसिकिँदा सुख छैन सबै रुल त क्लासमा नि सिक्नै पर्यो अब अब यहाँ हेर्नुहोस् है यो textbook.com यो brainly.com examrace.com हेर्नुहोस् है textbook.com brainly.com examrace.com अब examveda.com doubtnot.com होइन अब indiabix.com अब topper.com byju's.com sawal.com अनि यो कोरा यो चाहिँ डिस्कसन फोरम रहेछ होइन यो चाहिँ डिस्कसन फोरम कोरा चाहिँ डिस्कसन फोरम भयो अब अनि यो पिजे कार्डरको आइक्यू अल्टिमेट बुक पिजे कार्डरको ल अब यहाँ हेर्नुहोस् है textbook.com brainly.com examrace.com examveda.com doubtnot.com indiabix.com topper.com byju's.com sawal.com quora.com यो आइक्यूको अल्टिमेट बुक पिजे कार्टरको यिनीहरू तपाईँहरूले बुझ्नु पर्यो हो त्यो ओपन सोर्सबाट सिधै पाइन्छ त्यो तपाईँले क्लिक गर्ने आइक्यूको अल्टिमेट बुक पिजे कार्डर भनेर गर्नु सर बुक आउँछ सकियो त्यो बुकै त्यो गुगलमा राखेको छ त्यहाँ हेर्न सक्छ यो सिधै हुन्छ किन खर्च गर्नु यसले क्वेसन सोध्ने यतिबाट मात्रै हो सबै यसैबाट खालि
जीकेलाई पनि हुन्छ, इङ्ग्लिसलाई पनि हुन्छ, रिटनलाई पनि हुन्छ। आइक्यूलाई त सबै भइगयो, आइक्यू र इङ्ग्लिसलाई त। अब यो चाहिँ यो ब्रेनलीबाट सोधिरहेको थियो इङ्ग्लिसमा सबै, यो टेक्स्ट बुकबाट सोधिरहेको थियो, जिकेका कति क्वेसनहरू त्यसैबाट सोधिरहेको छ भनेपछि तपाईँले यी सोर्सलाई तपाईँले युज गर्नुभयो भने तपाईँलाई धेरै सजिलो हुन्छ। अब 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 यसमा कुनै कन्फ्युजन छैन, यी त वेबसाइट भए, यो निशुल्क हुन्छ, कतिपय चाहिँ पैसा तिर्नुपर्ने हुँदोरहेछ। त्यो यहाँ क्लास लिँदाखेरि मैले सबैमा भएका लजिकहरू यहाँ यो सबैतिरबाट यो एकुमुलेट गरेर मैले सिकाउँछु। अहिले चाहिँ यति बुझ्नु पऱ्यो। अब म सुरु गरौँ। अब सुरु गरौँ, भन्नुहोस् त। ल अब यहाँ हेर्नुहोस् है, अब सुरु गरेँ। यो तपाईँको वेबसाइटमा चाहिँ अब जाने, क्लिक गर्ने, क्वेसन आउनु थालिहाल्छ, गर्न थाल्ने, प्र्याक्टिस। अब कुन टपिकको चाहिँ यतै आउँछ। अब सबभन्दा पहिला यो अस्ति अफिसरमा सोधेदेखि सबै खालका यहाँ गर्नु पऱ्यो। पहिला म्याजिक स्क्वायर, यो जिम्याटको तपाईँलाई आइक्यूमा 6वटा। एकमा जिम्याट, 2मा न्युमेरिकल, 3मा डेटा इन्टरप्रिटेसन, 4मा यो भर्बल, 5मा नन भर्बल। यो डिफिकल्टी लेभललाई मैले तपाईँलाई राखेँ, सबभन्दा गाह्रो यही हुन्छ। दोस्रोमा यो, तेस्रोमा यो, चौथोमा यो, 5औँमा यो। सबभन्दा सजिलो नम्बर ल्याउनु चाहिँ अगाडि यो 6वटा क्वेसन सोध्छ। यसमा 6 क्वेसन सोध्छ, यसमा 6वटा क्वेसन सोध्छ, यसमा 6वटा क्वेसन सोध्छ, यसमा 6वटा क्वेसन सोध्छ। अब यहाँ हेर्नुहोस् है, अब यहाँ हेर्नुहोस् है, अब यो पनि 6वटा क्वेसन। जिम्याट सबभन्दा अलिक बढी ट्रिकी टाइपको क्वेसन यसमा हुन्छ। अनि त्योभन्दा पछि न्युमेरिकल, त्योभन्दा पछि डेटा, त्योभन्दा पछि भर्बल, नन भर्बल। यो अलिकति तपाईँले ब्यालेन्स भएर सबै टपिकलाई अलिक ध्यान लगाएर पढ्नुभयो भने चाहिँ एकदम इजी हुन्छ। अब त्यो एउटा मात्रै टपिकमा मात्रै फोकस गर्दा चाहिँ हुँदैन फेरि। अब हामी यहाँ जिम्याट अब गाह्रैबाट जान्छौँ सुरुदेखि, अब एकदम डेप्थमा जानु पऱ्यो। अब यहाँ हेर्नुहोस् है, जिम्याटमा चाहिँ के पढ्नुपर्छ त? जिम्याटभित्र पढ्नुपर्ने एउटा म्याजिक स्क्वायर, 2मा नम्बर सिस्टम, 3मा यो नम्बर नै, अनि नम्बरभित्र पनि धेरैवटा खालको, एउटा प्राइम नम्बर, अर्को फिबोनाची नम्बर, अर्को प्राइम नम्बर, फिबोनाची नम्बर,
अर्को पालिन्ड्रोम नम्बर, अर्को काउन्टिङ डिजिट्स अफ प्रिभियस नम्बर, काउन्टिङ डिजिट्स अफ प्रिभियस नम्बर। अब यो भएपछि आर्मस्ट्रङ नम्बर, अब यहाँ हेर्नुहोस् है, 4 मा ए सम्बन्धी, 5 मा हेडलेग सम्बन्धी अथवा अल्जेब्रा भनौँ न, 6 मा एरिया सम्बन्धी, 7 मा स्टेप सम्बन्धी, 8 मा सम सम्बन्धी, 9 मा यो चाहिँ कमन सेन्स सम्बन्धी, 10 मा यो कमन सेन्समा पनि धेरै टाइप पर्छ, यो वाल क्लाइम्बिङ, यो ब्रिज क्रसिङ, अब यो तपाईँको यो चाहिँ पजल, यो 9 नम्बरमा। अब 10 मा हेर्नुहोस् है, 10 मा चाहिँ यो अटोबायो अरे त्यो भन्छ के भन्छ पर्म्युटेसन कम्बिनेसन हेर्नुहोस् है, यो पर्म्युटेसन कम्बिनेसन भित्र फेरि यो सार्नु है, यो पहिला म्याजिक स्क्वायर नम्बर सिस्टम, यो पछि केही छुटो भने सर यो चाहिँ छुटो भन्नु होला है मलाई, त्यही भएर यो सबै लेखाइदिएको कारण चाहिँ पछि कुनै नछुटोस् भनेर हो। अब यो पर्म्युटेसन कम्बिनेसन भित्र पनि यो ह्यान्डसेक, यही पर्म्युटेसन कम्बिनेसन भित्र पनि यो ह्यान्डसेक हग भयो, अर्को रुट वे पत्ता लगाउने भयो, अर्को चाहिँ ग्रुप फर्मेसन भयो, अब 11 मा यो गेम सम्बन्धी, क्वाइन सम्बन्धी, 12 मा टाइम सम्बन्धी, क्लक सम्बन्धी, 13 मा यो एचसिएफ एलसिएम, 14 मा फ्याक्टर डिभिजिबिलिटी, 15 मा यो फ्याक्टर डिभिजिबिलिटी क्लक टाइम हो, 15 मा। अब अरू के छुटो भने अब अदर, यसरी हामीले सबै टाइपका यहाँ गर्छौँ। यतिबाट तपाईँहरूलाई 6 वटा क्वेसन सोध्छ। अब कहिलेकाहीँ चाहिँ एउटा दुईवटा चाहिँ उता भर्बलतिरबाट नि तानिरहेको हुन्छ, नत्र 5-6 वटा चाहिँ प्रायः 100 वटा सोध्छ, नभए 5 वटा चाहिँ सोध्छ 6 वटामा अर्को उता भर्बलबाट तानिरहेको छ भनेपछि अब यसरी तपाईँले बुझ्नु पर्यो। अब त्यो मध्ये हामी म्याजिक स्क्वायरबाटै जाउँ, यी सबै नपढी सुहाउँछ होइन, यो 1 by 1 जाउँ। अब म्याजिक स्क्वायर, यो म्याजिक स्क्वायर चाहिँ अहिलेसम्म 3 चोटि सोध्यो, 2074 अफिसरमा, 2076 को अफिसरमा, 2081 को अफिसरमा।
2074 खर्दार मानि सोध्यो, 2075 नासु मानि सोध्यो। अफिसरमा अहिलेसम्मका अफिसरमा 3 चोटि सोध्यो। 74मा सोध्यो, 76मा सोध्यो, 81मा सोध्यो। अनि यो 74 र 75मा चाहिँ नासु खर्दारमा सोध्यो। यो चाहिँ इन्सपेक्टर तरिकाले सोधिरहेको छ। अब यसमा 5 तरिकाले सोधिन्छ। यसमा 5 तरिकाले सोधिन्छ। सुन तरिका 5। अब 1 देखि 9 सम्मका संख्या राखेर सबै संख्या राखेर 1 देखि 9 सम्मका सबै संख्या राखेर 3 into 3 को म्याजिक स्क्वायर बनाउँदा 3 को म्याजिक स्क्वायर बनाउँदा यो उसले भन्छ पहिलो प्रश्नमा रो कोलन र डायगोनलको सम कति हुन्छ? पंक्ति लहर र विकर्णको सम कति हुन्छ एउटा यो। अब 2 मा 2 मा चाहिँ यो 4 कुनामा हुने संख्याहरू हेरी यो 4 कुनामा कुन कुन संख्या रहन्छ यो रुलबाट चाहिँ 2082 मा सोध्यो। 2081 को अफिसरमा यहाँ सोध्यो। 81 को अफिसरमा यहाँबाट सोध्यो। अब यहाँ हेर्नुहोस् है। अब यो 2081 मा यो सोध्यो। अब 3 मा 2000 यो धेरैचोटि चाहिँ यो सोध्यो। UVWXYZ यो 2074 मा यो रुलबाट सोध्यो। 2076 मा यो रुलबाट सोध्यो। अनि नासुमा सबै यो रुलबाट सोध्यो। अब 4 मा चाहिँ अर्को 4 मा यो 3 को 4 मा चाहिँ यो सेन्टरमा के हुन्छ भनेर सोध्यो। 5 मा यो 5 तरिका सोध्छ। अनि यो एबिसिडी के हुन्छ कुरो त उयो एबिसिडी को मान के हुन्छ भनेर सोध्यो। 5 तरिकाले सोध्छ। अस्ति अप्सनमा यो सोध्यो। 74 मा 76 मा यो सोध्यो। एकचोटि यो सोध्यो। यो पनि सोधिरहेको छ भनेपछि हामीले के बुझ्नु पर्यो भने यसरी 5 तरिकाले सोध्छ। अब म यो 5 वटा तरिकाले एउटै तरिकामा सिकाउँछु। अब यहाँ हेर्नुहोस् है तपाईहरु जहिले पनि सम निकाल्दा यो 1 देखि 9 सम्म भनेपछि सुरुको संख्या निकाल्ने। सुरुको सबभन्दा सानो संख्या प्लस सबभन्दा ठुलो संख्या अपन 2 सबभन्दा सानो संख्या प्लस सबभन्दा ठुलो संख्या अपन 2 इन्टु 3 इन्टु 3 को म्याजिक स्क्वायर छ भने 3 ले गुण्ने। 4 इन्टु 4 को म्याजिक स्क्वायर छ भने 4 ले गुण्ने। 5 इन्टु 5 को छ भने 5 ले गुण्ने। 6 इन्टु 6 को छ भने 6 ले गुण्ने। भनेपछि यो 10/3 2 इन्टु 3 यसले 5 5 तिया 15 आयो। 15 आयो। सबभन्दा सानो संख्या प्लस सबभन्दा ठुलो संख्या अपन 2 इन्टु 3 इन्टु 3 को म्याजिक स्क्वायर भनेपछि इन्टु 3 9 1 10/2 10/2 2 ले 10 लाई 5 पटक 5 तिया 15 सकिहाल्यो। अब एउटा त आइहाल्यो। अब यसको चाहिँ यसो यो म्याजिक स्क्वायरमा भर्ने तरिका यसले चाँडैलाई अब सजिलो बनाउँछ। यो भर्ने तरिका चाहिँ यति गर्ने। यो त म्याजिक स्क्वायर चाहिँ चित्र उसले दिन्छ। अब यहाँ तपाईले
यहाँ बीचबाट अब यो चाहिँ छैन, आफूले भर्नलाई यो बनाउने सञ्चितो छैन, तर भर्नलाई तपाईँले यहाँ बनाउनु पऱ्यो। जहिले पनि यहाँ राख्दा हाल्ने जसरी हामीले 1 2 3 यता लेख्छौँ, यो चाहिँ पहिला थिएन है, यो बाहिरको यो मैले यो चाहिँ यो भरेँ यहाँ राख्ने। अब हामीलाई 1 देखि 9 सम्मका भने यहाँ पहिला 1 देखि यहाँ जानु पर्यो। यो त यहाँ हामीले यो नयाँ बनायौँ, 1 2 3 यसै राख्ने। 1 2 3 4 5 6 7 8 9। अब अहिले अस्ति अप्सन आएको त यो सकिसक्यो, 2 6 4 8। यहाँ 2 रहेछ, यहाँ 6 रहेछ, यहाँ 4 रहेछ, यहाँ 8 रहेछ, यो सकियो। 2 6 4 8। अब यसलाई सँगै नभर्ने, यसलाई सँगै नभर्ने, यसलाई यता लाने, यसलाई यता ल्याउने, यसलाई सँगै नभर्ने, यसलाई यता लाने, यसलाई यता ल्याउने। त्यही आरमा चाहिँ त्यही आरमा सबै सिद्धियो। अब यो बाहिरको मेट्दिने भित्र गयो। अब यो युको मान कति आयो? 2 आयो। युको मान 2 आयो, भीको मान 7 आयो, डब्लुको मान 1 आयो, यक्सको मान 4 आयो, वाईको मान 3 आयो, जेडको मान 8 आयो। यो सकियो। यु 2 भी डब्लु यक्स वाई जेड सकियो। अब यो सेन्टरमा 5 आयो, यो पनि सकियो। ए का ठाउँ 7 आयो, बी का ठाउँ 9 आयो, डी का ठाउँ 1 आयो, सी का ठाउँ 3 आयो। यो जस्तो आयो पनि ल हेर्नुहोस्, 7 6 13 2 15, 9 5 14 1 15, 8 4 12 3 15, 8 1 9 6 15, 7 5 12 3 15, 9 4 13 2 15, 8 5 13 2 15। जताबाट जोड्नु। अब यो 5 तरिकाले सोध्छ भनेपछि अब यहाँ सबै सकिहाल्यो। यसमा कुनै गाह्रो भयो भन्नु पर्यो। अब अस्ति यहाँ अप्सन आउँछ, यहाँ कुनै गाह्रो छ भने भन्नु पर्यो। कुनै डाउट छ त भन्नुहोस् त। अब यहाँ हेर्नुहोस् है। अब यसै नझुकिनुहोस्। अब यो त क्लियर छ। अब म यहाँ दिन्छु है तपाईँहरूलाई। यो उसले जुन नै दिनुपर्छ भन्ने छैन। अब म यहाँ दिन्छु तपाईँहरूलाई, लगातारै दिन्छ भन्ने पनि हुँदैन, अन्तर बराबर भएको। यी सङ्ख्या राखेर उसले सङ्ख्या नै त गरिदिन सक्छ। यी सङ्ख्या राखेर 3 into 3 को म्याजिक स्क्वायर बनाउँदा अब रो कोलन र डायगनलको सम कति हुन्छ? एउटा यहाँ यो 4 कुनामा कुन कुन नम्बर हुन्छ? 4 कुनामा कुन कुन सङ्ख्या हुन्छ? अब 3 मा UVW XYZ को मान के हुन्छ? UVW XYZ को मान के हुन्छ?
अब 4 मा यो सेन्टरमा के हुन्छ? 5 मा ABCD को मान के हुन्छ? ल ल यो 5 वटा गर्नुहोस् त। यो 5 वटा तपाईँले गर्नु पर्यो। ल गर्नु, ल गर्नुहोस् त यो 5 वटा। नआए म सिकाउनु है, ट्राई गरौँ। हो तपाईँले यहाँ हेर्नुहोस् है। अब यो तपाईँले भरमा जानेपछि यो सबै समस्या एकैचोटि चट हुन्छ कि यसो। यो भर्न जानेपछि भर्न गाह्रो छैन। यो उसैले दिन्छ। यो जहाँ चाहिँ यो कोठा पनि उसैले दिएर आयो हुन्छ है। अब यो यति यति थप्ने हो, यति थप्ने हो। यो बिजा 3टा 5 वटा 7 वटा हुनेमा यसले काम गर्छ, 9 वटा बिजोड हुनेमा। अब यहाँ राख्न थाल्ने हो, यहाँ राख्न थाल्ने। पहिलो 17, यो 22, 27, अनि 32, यो 32, यो 37, यो 47, के अरे 42, यो 47, यो 52, 57 सबै भरियो नि। उसले दिएकै सङ्ख्या छ भने पनि सर राख्ने भरिहाल्यो। छासमिस गरेर दियो भने कहिले हामीलाई झुक्याइदिनलाई यहाँ 17 दिने, यहाँ 57 दिने, यहाँ 32 दिने, 42 दिने, जिगज्याग दिन्छ। त्यस्तो बेला चाहिँ तपाईँहरू जहिले पनि बढ्दो क्रममा राख्ने। बुझ्नुभयो? 1 देखि 9 सम्म भनौँ भने त लगातार राख्न पाइहाल्यो। उसले आफैले यसरी मिलाएर दियो भने पनि सिधै राख्न पाइहाल्यो। कहिले काहीँ हामीलाई कन्फ्युज पार्दैनलाई। यो 17 दिने, अनि यहाँ 57 दिने, 47 दिने, 32 दिने, 42 दिने, यसरी जिगज्याग दिन्छ। त्यस्तो अवस्था चाहिँ तपाईँले बढ्दो क्रममा राख्ने। पहिलो झुक्याउनलाई हामीलाई त्यो गरिदिन्छ। अब भनेपछि हामीले त्यो बढ्दो वा घट्दो क्रममा उसैले 1 देखि 9 भनौँ भने त आफै राखिहालिन्छ। अब यहाँ सिद्धिसक्यो। हेर्नुहोस् है, यो 17लाई यहाँ यही हारमा चाहिँ यही हारमा तर सँगै होइन भनेको छ। 17लाई त्यही हारमा चाहिँ त्यही हारमा तर सँगै होइन यतापट्टि। 57लाई त्यहीँ होइन यतापट्टि। 27लाई त्यहीँ होइन यतापट्टि। 27लाई त्यहीँ होइन यतापट्टि। अब यो मेट्दिनुहोस्।
यो मेट्दिनुहोस्, यो मेट्दिनुहोस्, यो मेट्दिनुहोस्। अब त 5-6 वटा चट मन्त्र भयो। यो सबै जोड्दा यो पहिलो प्लस अन्तिम यसरी जोडे पनि हुन्छ भने त। नभए सबभन्दा पहिला सबभन्दा सानो 17, सबभन्दा ठुलो 57 अपन 2 इन्टु 3 111 हुँदो रहेछ। यो त 111 हुँदो रहेछ। यो जोडेर निकाले नि भइहाल्छ। के अब छैन। अब यो 4 गुणामा तपाईँले मिलाइसक्नुभयो। यो 22, यो 42, यो 32, यो 52। अब यो 52लाई यहाँ राखेर 32लाई यहाँ राखेर यो जहाँ राख्यो नि 4 गुणा चाहिँ दिने आउँछ। जहाँ यो चित्रलाई यसरी उल्ट्याएर हेरे नि भयो नि, यता उल्ट्याएर हेरे नि भयो। जहिले नि 22 हुन्छ भने छैन, यो 52 यहाँ नि हुनसक्छ। तर 4 गुणा चाहिँ तीभन्दा अरू चाहिँ हुँदैन फेरि। त्यो चित्र जताततै उयो पनि हुन्छ। अब यो भयो। अब यो भी पनि तपाईँले गरिहाल्नु। 42, 22, 47, यो 17, यो 32, यो 27, यो 52। तर यो कहिलेकाहीँ तपाईँलाई झुकिदिनलाई यो चित्र चाहिँ यसरी ठाडो पारेर राखेर नि हुनसक्छ। तर कुरा चाहिँ त्यही हो, त्यसरी ठाडो पारेर हेर्ने उताबाट हेर्ने। बिचमा जहिले नि 37 हुन्छ, अरू हुँदै हुँदैन। यो बिचमा 37 हुन्छ। अब एमा यो 47 हुन्छ, यो 57 हुन्छ। यो 4 ठाउँ यिनै हुन्छ। तर यो चाहिँ यसलाई माथि पारेर चाहिँ यो 27 माथि बोला होइन, हुन्छ 27, 17 यसरी। अब तपाईँलाई यो 3टा भएकोमा सबै टाइपको कसरी सोध्न सक्छ, कसरी गर्ने, अब मैले क्लियर पारेँ। अब म चाडा भएकोमा जान्छु। यो म्याजिक स्क्वायरको सम निकाल्ने कसरी, भर्ने कसरी, यसमा अब कन्फ्युजन छ। उसले आफैले दिँदाखेरि उसले लगातार भन्दा 20 तिरवटा दिँदा जाँड दिन सक्ने हो। जति जति अन्तर बनाएर दिन नि सक्ने हो। त्यो बिचमा छासमिस पारेर दिन नि सक्ने हो। तर सङ्ख्याका अन्तर चाहिँ जहिले पनि इक्वेल हुन्छ है, यो कुरा ख्याल गर्नुहोस्। 1 देखि 9 भनौँ भने 1 अन्तर भयो। अब यहाँ हेर्नुहोस् है। अब यो 3टा भएको आउँछ। अब चाडा भएकोमा नि सोध्ने तरिका यही हो। अब 1 देखि 16 सम्मका सबै सङ्ख्या राखेर 1 देखि 16 सम्मका सबै सङ्ख्या राखेर 4 इन्टु 4 को म्याजिक स्क्वायर बनाउँदा 4 इन्टु 4 को म्याजिक स्क्वायर बनाउँदा 1 देखि 16 सम्मका सबै सङ्ख्या राखेर 4 इन्टु 4 को म्याजिक स्क्वायर बनाउँदा 1 मा रो कोलन डायगनलको सम कति हुन्छ? रो कोलन र डायगनलको सम कति हुन्छ? एउटा। दोस्रोमा रो कोलन र डायगनलको सम कति हुन्छ? दोस्रोमा चाहिँ यसमा यो 4 गुणामा के हुन्छ? यसमा यो 4 गुणामा के हुन्छ? एबिसिडीमा के हुन्छ?
अब 4 मा ABCDEFG यसमा के हुन्छ? अब यतापट्टि के हुन्छ भन्छ यसरी दिन नि सक्छ, यतापट्टि दिन नि सक्छ, यहाँ छाया पार्ने के हुन्छ भने जसरी दिन नि सक्ने हो भनेपछि यो 5 तरिकाले सोध्ने हो। चाडाको हो भने 5 तरिकाले सोध्ने हो। अब यहाँ हेर्नुहोस् है, अब म यसलाई तपाईँहरूलाई पहिला कसरी बनाउने 4x4 को एउटा बनाएपछि जसरी सकिहाल्यो। 5 एउटा एकैचोटि सकिन्छ। पहिला सम निकाल्दा त तपाईँलाई मैले सुरुको सङ्ख्या भने ठिक त त्यही हो। सुरुको सङ्ख्या 1, अन्तिम सङ्ख्या 16 अपन 2 हेर्नु है। सुरुको सङ्ख्या प्लस अन्तिम सङ्ख्या अपन 2 इन्टु 4 को भनेपछि कतिले गुन्ने? 4 इन्टु 4 को म्याजिक स्क्वायर भनेपछि 4 ले गुन्ने। 4 इन्टु 4 को म्याजिक स्क्वायर भनेपछि 4 ले गुन्ने। अब यहाँ हेर्नुहोस् 16 1 17 17/2 इन्टु 4 2 ले 4 लाई 2 पटक 17 दुना 34 16 1 17 अपन 2 2 ले 17 लाई यो 4 छ, यो 16 1 17 भनेपछि आइन्छ 34 भयो। सम चाहिँ 34 आयो। सम निकाल्न त गाह्रो भएन। अब म्याजिक स्क्वायर बनाउँदा 4 इन्टु 4 को हेर्नु है। पहिला दुईटा बनाउने, सँगै दुईटा बनाउने। दुईटा बनाउने बनाइयो। अब दुईटा बनाउँदा लगातार सङ्ख्या राख्ने, जहिले पनि लगातार सङ्ख्या राख्ने। पहिला यो त हामीले 1 देखि 16 सम्म भनेपछि लगातार यहाँ ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 लगातार राखियो। अब हेरी यो जुन यो इन्टुमा भएको भन्दा बाहेकलाई यो जुन डायगोनलमा भएको छ नि, योभन्दा बाहेकलाई जस्ता तस्तै राख्ने। पहिला त लगातार 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 राख्ने। राखियो। जुन अहिले मैले इन्टु गरेकालाई चाहिँ अहिले नराख्ने, त्योभन्दा बाहेकलाई राख्ने। जस्तो 2 लाई 2 नै राख्ने, यो 2 यहाँ 2 भयो, 3 3 नै भयो, यो 5 5 नै भयो, 9 9 नै भयो, यो 14 14 भयो, 15 15 भयो। यिनीहरूलाई केही नबदल्ने। 8 को 8 भयो, 12 को 12 भयो, यिनीहरूलाई केही पनि नबदल्ने। बुझ्नुभयो? यो इन्टुमा भएका भन्दा बाहेकलाई जस्ता तस्तै राख्ने। यो त सिद्धियो त। यो सकिसक्यो। ABCDEFGH A 2 B 3 5 9 14 15 अनि 8 12 सबै सक्यो। एउटा त सिद्धियो। अब यो जुन तपाईँले इन्टु गरे नि, इन्टु गरेलाई तलतिरको माथितिर माथितिरको तलतिर उल्टाइदिने। यो अहिले 1 6 माथिबाट तलतिर लेखाएको छ। अब तलतिरबाट माथितिर 1 अनि 6 अनि 11 अनि 16 ठ्याक्क उल्ट्यो। यो जुन अहिले 1 6 11 16 माथिबाट तलतिर थियो, अब त्यहीपट्टि हुन्छ, अर्को होइन, त्यहीपट्टि नै फेरि यो चाहिँ होइन माथिबाट तलतिर थियो, अझ तलतिरबाट माथितिर, त्यसैलाई फ्लिप। अनि यो पनि माथिबाट 4 7 10 13 माथिबाट तलतिर थियो, अब 4 तलतिरबाट माथितिर 4 7 10 13
अब 4 गुणामा के भन्दा आइसक्यो। 4 गुणामा के आयो? एउटा 16 आयो। एउटा अनि यो चाहिँ हो 4 × 4 को म्याजिक स्क्वायर यो चाहिँ हो। यसलाई त बनाउन हामीले हेल्प गर्यो। भनेपछि यो 16, 13 अनि यो 1 अनि यो 4। 4 गुणामा यो हुन्छ। अब यो बिजा हेर्नु त। यो बिजा चाहिँ भनौँ भने के भनेको त 10, 11, 6, 7। यो 10, 11, 10, 6, 7। 11, 10 यो 7 छ। अब यो त भइ नै हाल्यो। अब यो 2, 3, 5 छ। 2, 3, 5, 9 होइन 14, 15 अब 8, 12 यो पनि सकिएको। अब यहाँ राख्ने त आइहाल्यो। यहाँ 1 रहेछ, यहाँ 6 रहेछ, यहाँ 1 रहेछ, यहाँ 6 रहेछ, यहाँ चाहिँ 11 रहेछ, यहाँ चाहिँ 16 रहेछ। ल यो 1। अब तपाईँलाई जे जति सोधे पनि अब कुनै समस्या छ? यसो चाहिँ अर्को डेन्जर के हुन्छ भने यो 4 जोड्दा नि 34 हुन्छ। यो 4 को त झन् म्याजिक हुन्छ। यो 16, 13, 1 र 4 जोड्दा नि 34 हुन्छ। ठाडो जोडे नि 34 हुन्छ। तेर्सो जोडे नि 34 हुन्छ। छड्के जोडे नि 34 हुन्छ। अनि तपाईँको यो सेन्टरका चाडा जोड्दा नि 34 हुन्छ। यो सेन्टरका चाडा जोड्दा नि 34 हुन्छ। यताबाट जोडे नि 34 हुन्छ। यताबाट जोडे नि 34 हुन्छ। जतातिर जोड्दा पनि 34 हुन्छ। अब यहाँ कन्फ्युजन भए भन्नु पर्यो। ल यो 4 × 4 कोमा झुकिन्छ त अब म यहाँ तपाईँहरूलाई दिन्छु एउटा, तपाईँहरूले गर्नुपर्यो, नयाँ म सिकाउँछु। ल यहाँ केही कन्फ्युजन छ भने भन्नु पर्यो। यो 4 × 4 कोमा कुनै कन्फ्युजन छ त? अब म यहाँ सङ्ख्या रेखेर तपाईँलाई दिन्छु, तपाईँले गर्नुभयो। अब यहाँ मैले भने तपाईँलाई 20 देखि यो 20 देखि 35 सम्मका सबै सङ्ख्या राखेर यो गर्नु पर्यो। यसलाई किन मेरो टाइम किन बर्बाद पार्नु होइन, यही गर्नु। यहाँ यो भित्र के हुन्छ त? ल यो WXYZ को मान के हुन्छ? यहाँ ABCD भइगयो। अब यो पनि ल यहाँ के हुन्छ? ल यो 5 वटा गर्नु त। ल तपाईँले 20 देखि 35 सम्मका सङ्ख्या राखेर बनाउनु पर्यो। ल एकचोटि ट्राई गर्नु त, नआए म सिकाउँला।
हो तपाईँले यहाँ ठिक गर्नुभयो यहाँ चाहिँ अब यसलाई त तपाईँको अब यहाँ हेर्नुहोस् है यो त केही गाह्रै भएन यो सुरुको 20 भयो अन्तिमको 35 भयो अपन 2 इन्टु 4 यो 4 इन्टु 4 को भएको हुना यसले 2 पटक काटौँ एन्सर 110 आयो सम त टेन्सनै भएन सबभन्दा सानो सबभन्दा ठुलोको एभरेज इन्टु 4 अब यहाँ बनाउनु ल ल 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 यो 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 अब यो त सकियो यो चाहिँ यसलाई जताततै राख्ने भने 21 22 24 28 33 34 27 31 अब यो दुईटालाई चाहिँ तपाईँले उल्ट्याइने भने मैले यहाँ राखेर चाहिँ उल्ट्याउने अब 20 25 30 35लाई उल्ट्याएर 20 25 30 35 यो उल्ट्याएर यो 23 यहाँ 26 यहाँ 29 यहाँ अब 32 यहाँ सकिहाल्यो यो चाहिँ हो कि म्याजिक स्क्वायर हो अब तपाईँको 4 गुणा भनौँ भने एउटा 35 एउटा 32 एउटा 20 एउटा 23 4 गुणामा आइगयो अब यो WXYZ भन्ने पनि आइगयो 30 29 26 यो 30 यो 29 यो 25 यो 26 यो 29 अब यो सकिगयो अब यहाँ चाहिँ 35 यहाँ 30 यहाँ 25 यो 20 यो पनि फ्याट्टै आयो अब यहाँ त भइगयो यो 21 यो 22 यो 24 यो 28 यो 33 यो 34 यो 27 यो 31 अब तपाईँलाई जे सोधे पनि जसरी सोधे पनि केही गाह्रो छ त अब छैन अब भोलि अर्को सङ्ख्या भर्ने भोलि सिकाउँछु मैले यो म्याजिक स्क्वायरमा अब यो आउँछ टेन्सन छैन अब यहाँ कन्फ्युजन भयो भन्नु पर्यो यसमा केही डाउट छ त भन्नु त अब भोलि अर्को त सङ्ख्या भर्ने हिजो मुखामा सोधिरहेको म सबै सिकाउँदै जान्छु सङ्ख्याहरूको टेन्सन हुँदैन 5 को र 3 को उस्तै हुन्छ त्यो 5 को चाहिँ समेर सोध्छ अलिक ठुल्ठुलो आयो भने चाहिँ अहिले भर्न टाइम धेरै लाग्ने भएर त्यो समेर सोध्छ अन्त टेन्सन छैन त्यहाँदेखि क्लासमा गरेको तपाईँले भिडियो पनि पाइहाल्नुहुन्छ भिडियो दोहोऱ्याएर हेर्नु नि भयो नागो म सिकाउँदै जान्छु तर अब हामीले डेफ लेभलमा नपढी चाहिँ हुँदैन जहाँबाट जे सोद्धा नि गर्न सक्ने हुनु भयो जहाँबाट जे सोद्धा नि अनि पछि यो पल्ल यो ढुक्क हुन्छ आइकोतिर अनि छिटो पनि हुन्छ तपाईँले यो क्वेसन तपाईँले सोचेरै बस्नुहुन्न कि तपाईँले सट्टा कति बेला लाग्छ नत्र कुन राख्ने कति के सोध्ने भने त तपाईँले पद्धति बुझेर एकदम त्यो चाहिँ त्यस विषयमा तपाईँलाई कन्सेप्ट क्लियर हुनु पर्यो अनि मात्रै गर्न सकिन्छ नत्र ज्याउ हुन्छ ल भोलि पनि यही 9 बजे गर्छौँ ल अब आज यति गरी भोलि अब अर्को नयाँ टपिक भोलि सबैलाई नमस्कार छ यही टाइम सबै सिकाउँदा टेन्सनै छैन